साथीहरू, आज हामीहरू कुन यन्त्र कुन वैज्ञानिकले आविष्कार गरे भनेर ट्रिक सहित जान्नेछौँ। पहिलो नम्बरमा प्रेसर कुकर। प्रेसर कुकर कसले आविष्कार गरे त भन्दाखेरि प्रेसर कुकर हामीले डेनिस पानिस भनेर पढ्छौँ। डेनिस पानिसलाई यसरी याद गर्न सक्छौँ कि है हामीले खाना पकाउँदाखेरि के कुकरमा के पानी हालेर के गर्छौँ त हामीले कुनै चिज पकाउँदा पनि के कुकरमा पानी हालेर पकाउँछौँ। त्यही भएर हामी डेनिस पानिसलाई के कुकरमा के पानी हालेर हामी के गर्छौँ त खाना पकाउँछौँ है। प्रेसर कुकर भन्दाखेरि डेनिस पानिस भनेर सम्झिन्छौँ। त्यसै गरी दोस्रो नम्बरमा क्यामेरा। क्यामेराका आविष्कारक जोसेफ निएसी हो। क्यामेराले के जुन सेप दिए नि के गर्छ त क्यामेराले के गर्छ फोटो खिच्छ है। म यस्तो सेपमा खिच्दिनँ भनेर भन्छ त क्यामेराले भन्दैन है। त्यही भएर जो सेप दिए नि के गर्छ त क्यामेराले फोटो खिच्छ। त्यसरी हामी के गर्छौँ त क्यामेराको बारेमा याद गर्छौँ। अर्को भनेको सिलाइ मेसिन है। सिलाइ मेसिनलाई के अरे सिलाएस भनेर हामी याद गर्छौँ है। मेरो के लुगा सिलाएस भनेर यस भनेको एलियास होबे भनेर हामी याद गर्छौँ। अर्को भनेको साइकल। साइकल भनेको भेट हुँदा के भयो त पहिलो भेट हुँदा के भयो त हाम्रो साइकलमा भेट भयो भनेर मेक मिलन है भनेर भयो। अर्को भनेको टिभी। टिभी भनेको जोन लेकी बियर्ड भनेर हामी पढ्छौँ। बियर्ड भनेको बेडमा बसेर के गर्छौँ त हामी टिभी हेर्छौँ भनेर याद गर्छौँ है। टिभी कहाँ बसेर हेर्यो त बेडमा बेड भनौँ भनेर हामी पढ्छौँ। अर्को भनेको फाउन्टेन पेन। फाउन्टेन पेनको आविष्कारक वाटरम्यान हुन् भने वाटरम्यानलाई हामी कसरी याद गर्छौँ भन्दाखेरि वाटरले लेख्ने के पेन है। वाटरले लेख्ने पेन भनेर बुझ्छौँ। अर्को भनेको रङ। रङ अर्थात् पेन्ट्स भनेर पेन्ट्सको आविष्कारक को हुन् त शालिमार है। शालिमार भनेर भयो। अर्को भनेको रङ हामी बढी कसलाई लाउँछौँ त कुनै पनि पर्व होस् होली होस् है बढी रङ कसलाई शालीलाई लगाउँछौँ। त्यस्तो चलन छ हाम्रो समाजमा। त्यही भएर शालिमार भनेर याद गर्छौँ। अर्को भनेको मेसिन गन। मेसिन गन भनेको आर गेटलिङ। आर गेटलिङलाई हामी यसरी याद गर्छौँ। मेसिन गन कसरी चल्छ त गटटटट चल्छ भनेपछि गटटटलाई हामी गेटलिङ भनेर याद गर्छौँ। मेसिन गन कसरी चल्छ त गटटट चल्छ। अर्को भनेको घडी। घडीका आविष्कार एएल बिक्रेट्स है। एएल बिक्रेट्स भनेको ल बिग्रेको घडी भनेर हामीले अरूलाई दिँदाखेरि ल है यो बिग्रेको घडी छ ल त लगा न यो बिग्रेको घडी भनेर याद गर्छौँ। अर्को भनेको पेन्डुलम घडी। पेन्डुलम घडी कहाँ हुन्छ त हामी भित्तामा झुन्ड्याएका हुन्छौँ के धेरै उचाइमा झुन्ड्याएका हुन्छौँ। त्यसैले पेन्डुलम घडीलाई के हाइएस्ट ठाउँमा झुन्ड्याउने हुनाले है हाइएस्ट ठाउँमा राख्ने हुनाले हाइजेन्स है क्रिस्चियन हाइजेन्स पेन्डुलम घडीका के त आविष्कारक हुन् भने। अर्को भनेको रेफ्रिजरेटर भनेको यसका आविष्कारक ओलिभर हुन् है। फ्रीमा के भयो त लिभर के भयो त फेल भयो है भनेर भन्छौँ। अर्को भनेको कम्प्युटरका आविष्कार भनेको हर्मन पाकिन्स हो। हर्मन पाकिन्स भन्नाले कम्प्युटर कसले चलाउँछ त हुमेन है। हर्मनलाई हामी हुमेन भनेर भन्छौँ। मानिसले चलाउँछ त्यही भएर के भयो त कम्प्युटरलाई हर्मनलाई हामी हुमेन भनेर सम्झन्छौँ। अर्को भनेको एटम बम है। एटम बम कता हान् त अटोमा हान् है। अटो हान् एटम बमका आविष्कारक हुन् भने एटम बम कता हान् त अटोमा हान् भनेर हामी के गर्छौँ त स्मरण गर्छौँ। अर्को भनेको मोबाइल फोन। मोबाइल फोनका आविष्कारक मार्टिन कुपर। मार्टिन कुपरलाई हामी यसरी याद गर्छौँ त हामीले मोबाइल के कुप्रेर है टाउको तल्लो गरेर चलायो भन्दाखेरि के गर्छन् त मार्छिन् आमाले है। धेरै मोबाइल चलायो भने मार्छिन् आमालाई। यसलाई मार्टिनलाई हामी मार्छिन् भनेर पढ्छौँ। अर्को भनेको क्यालकुलेटरका आविष्कारक को हुन् त पास्कल है। पास्कल
क्याल्कुलेटरका आविष्कारक हुन् भने त्यसपछि डाइनामाइट भनेको यो आजभोलि अफिसरलाई सोधेको थियो 2082 सालमा। डाइनामाइटका आविष्कारक हुन् त अल्फ्रेड बर्नार्ड नोबेल भनेर हामी पढ्छौँ। डाई भनेको के, मरेको मान्छेलाई के गर्छन् त बर्न गर्छन्, जलाउँछन् है, के रे हार्ड है, बेसरी जलाउँछन्। अर्को के, मरेको मान्छे बोल्दैन, नोबेल भनेर हामी यसरी याद गर्न सक्छौँ। अर्को भनेको थर्मोमिटर भनेको ग्यालिली है, यसका आविष्कारक को त ग्यालिलियो हुन् भने। अर्को भनेको फोटोकपी मेसिनका चेस्टर कार्लसन है, कार्लसन के त फोटोकपी गर्छ है भनेर हामी यसरी यसलाई याद गर्छौँ। अर्को भनेको मोटरका आविष्कारक निकोला टेस्ला हुन् है, कुन कम्पनीको र टेस्ला कम्पनीको है, मोटर निकाल टेस्ला कम्पनीको। यसलाई निकोलालाई निकाल सम्झन्छौँ है, मोटर निकाल कुन कम्पनीको त टेस्ला कम्पनीको भनेर हामी पढ्छौँ। अर्को भनेको मोटर कार यसका आविष्कारक हेनरी फोर्ड हुन् भने माइक्रोस्कोपका आविष्कारक जानसन जखराए हो भने यसलाई हामी यसरी याद गर्छौँ कि माइक्रोस्कोप भनेको को जानसन जखराए हो भने यसलाई हामी जानसन के रे माइको है, माइको भनेको मेरो, खराए लिएर आइज है, आफ्नो छोरालाई के भन्छ त जानसन माइको भनेको मेरो, खराए लिएर आइज भनेर हामी याद गर्छौँ। अर्को भनेको रेडियो एक्टिभिटी भनेको हेनरी बेकरेल हो भने हामी रेडियो एक्टिभिटीलाई यसरी याद गर्न सक्छौँ कि है, रेडियो एक्टिभिटी के त हेर्न नमिल्ने है, बेकारमा हेर्न नमिल्ने, बोलेको मात्र सुनिने रहेछ भनेर हामी यसलाई याद गर्न सक्छौँ है। यसरी नै हामी निरन्तर लोकसेवाका पहिलो पत्रका लागि है विभिन्न जीके क्वेसनहरू ल्याउने छौँ है। अनि हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब गरेर साथ दिनुहोला। धन्यवाद।